तर मलाई साइली देमाले मेरो मुटुमा काँडा बिज्ने गरी भनेको कुरा सम्झेर त मन जसङ्ग हुन्छ मेरो। साह्रै मन बुन्छ। मैले के गल्ती गरेको थिएँ? साइली देमाले मलाई त्यस्तो वचन लगाउनु। मन नदुखाऊ साथी, यो स्वार्थी संसारको निष्ठुरी मान्छेहरू यस्तै हो। खै निष्ठुरी भनौँ भने पनि पहिला मेरो आमालाई मानामुती पिठो दिएर छाक तार्ने उहाँ नै भन्नुहुन्थ्यो मेरो आमाले। कसको माया जुटो कसको माया साँचो यो त समय आएपछि मात्रै थाहा हुँदो रहेछ साथी। मान्छेले जुनी 7 जुनीसम्मको लागि मन्दिरमा गएर कसम खाएको त जुटो हुन्छ भने त्यो त केही पनि होइन। त्यो त तिम्रो आमाले काम गरेको जेला दिएर माया गरे जस्तो मात्रै गरे हो। तिमी केही दुखी नहौ साथी। कुनै दिन दुखीको साथी दुखी नै हुन्छ, अनि त्यो दुखीको आँखाबाट झरेको आँसु मोती हुन्छ। साथी तिम्रो कुराले मेरो मुटुको घाउलाई मलम भयो। त्यति धेरै त होइन होला साथी, तिम्रो मनमा लागेको धरेलो पानी भएर मेटाउन त नसक्छ।